हेलो एभ्रिवान, यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज हामी भ्रष्टाचार निवारण ऐन 2059 बारे हेर्नेछौँ। यो चाहिँ नयाँ संशोधन भएको छ है। अहिले चाहिँ 81 चैत 3 गते चाहिँ भ्रष्टाचार निवारण ऐन 2059 लाई चाहिँ नयाँ संशोधन गरेर 81 चैत 3 गते चाहिँ प्रमाणीकरण गरिएको छ। हेरौँ है त के भन्छ। प्रस्तावना भन्छ भ्रष्टाचार निवारण 59 लाई संशोधन गर्न वाञ्छनीय भएकोले संघीय संसदले यो ऐन बनाएको हो। कसले बनायो त? संघीय संसदले बनाएको हो भन्छ। प्रारम्भ भन्छ यस ऐनको नाम भ्रष्टाचार निवारण ऐन अहिले चाहिँ के राखेको छ त 2081 रहेको छ। यो ऐन तुरुन्त प्रारम्भ हुनेछ। के भन्छ त? यो ऐन चाहिँ तुरुन्त प्रारम्भ हुनेछ भनिरहेको छ। भ्रष्टाचार निवारण ऐन 2059 को दफा 2 मा संशोधन। भ्रष्टाचार निवारण 2059 यसपछि चाहिँ मूल ऐन भनिएको दफा 2 को है। सार्वजनिक संस्थान भन्नाले कस्तो संस्थालाई सम्झाउनु पर्छ भन्छ। सार्वजनिक संस्थान भन्नाले कस्तो सम्झाउनु पर्यो त? अब हामीले हेरौँ है, यो एक्जाममा सोधेको क्वेसन हो। सार्वजनिक संस्थान भन्नाले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह अन्तर्गतका सरकारी निकाय सम्झाउनु पर्यो। के सम्झाउनु पर्यो त? नेपाल सरकार भयो, प्रदेश सरकार भयो, स्थानीय तह अन्तर्गतका सरकारी निकायहरूलाई हामीले सार्वजनिक संस्थान भनेर सम्झाउनु पर्यो। दोस्रो भन्छ प्रचलित कानुन बमोजिम। के भन्यो त? प्रचलित कानुन बमोजिम नेपाल सरकार भयो, प्रदेश सरकार अथवा अन्य स्थानीय तहद्वारा स्थापित आयोगलाई समिति भयो, संस्थान भयो, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद र यस्तै अन्य प्राकृतिक अन्य सङ्गठित संस्थालाई के भन्नु पर्यो त? हामीले संगठन सार्वजनिक संस्थान भनेर बुझ्न पर्यो। तेस्रो नम्बरमा भन्छ नेपाल सरकार, प्रदेश सरकार अथवा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व अथवा नियन्त्रणमा रहेको संस्था, कम्पनी अथवा समितिलाई के भन्नु पर्यो त? सार्वजनिक संस्थान भनेर हामीले भन्न पर्यो। चौथो नम्बरमा के भन्छ त? नेपाल सरकार, प्रदेश सरकार अथवा स्थानीय तहद्वारा सञ्चालित जति पनि नेपाल सरकार, प्रदेश सरकार अथवा स्थानीय तहको पूर्ण अथवा आंशिक अनुदान प्राप्त, जस्तै विश्वविद्यालयहरू पर्यो, महाविद्यालय पर्यो, विद्यालय पर्यो, अनुसन्धान केन्द्रहरू पर्यो, त्यसै गरी हाम्रो अन्य प्राकृतिक संस्था कुन कुन पर्यो त? विद्यालय भन्न पर्यो, विश्वविद्यालय, महाविद्यालय, अनुसन्धान केन्द्र भन्नु पर्यो। यस्तै प्राकृतिक अन्य संस्था भन्छ। अब हेरौँ 5 नम्बरमा के भन्छ। 5 नम्बरमा भन्छ नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको ऋण वा अनुदानबाट सञ्चालित। के भन्यो त? नेपाल सरकार भयो अथवा प्रदेश सरकार अथवा स्थानीय तहको चाहिँ यदि यिनी संस्थाबाट चाहिँ ऋण भयो, अनुदानहरू भयो, यो यहाँबाट दिएको रकमबाट चाहिँ सञ्चालन गरेको संस्था पनि कुन पर्यो त? हाम्रो सार्वजनिक संस्थानहरू भन्न पर्यो। उपखण्ड 2, 3, 4 अथवा 5 मा उल्लिखित संस्थाको पूर्ण वा आंशिक स्वामित्व भएको अथवा नियन्त्रणमा रहेको संस्थालाई पनि के भन्न पर्यो त? हाम्रो सार्वजनिक संस्थान भनेर भन्न पर्यो। अर्को भन्छ नेपाल सरकार, प्रदेश सरकार अथवा स्थानीय तहको अनुमतिले वा सम्झौता अनुसार प्राकृतिक स्रोत साधनको संरक्षण, संवर्धन गर्ने, उपयोग अथवा उपभोग गर्न अथवा विकास, निर्माण भयो सम्बन्धी काम गठित उपभोक्ता समिति वा यस्तै प्रकारका अन्य संस्थानलाई पनि हामीले सार्वजनिक संस्थान भनेर भन्न पर्यो। 8 नम्बरमा भन्छ नेपाल सरकार भयो, प्रदेश सरकार भयो अथवा स्थानीय तहबाट अनुदान प्राप्त गरी कुनै संस्थाले कार्यक्रम अथवा परियोजना, के भन्छ? कार्यक्रम अथवा परियोजना सञ्चालन गरेकोमा त्यस्तो कार्यक्रम वा परियोजना सम्बन्धी काम कारबाहीले हदसम्म त्यस्तो संस्था कुन पर्यो त? हाम्रो त्यस्तो संस्थालाई पनि सार्वजनिक संस्थान अन्तर्गत नै राखेको छ। 9 नम्बरमा भन्छ नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी, केमा सूचना प्रकाशन गर्ने भयो त? राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक संस्था भनी तोकिएको अन्य कुनै संस्था पनि के पर्यो त? हाम्रो सार्वजनिक संस्था अन्तर्गत नै पर्ने भयो। मूल ऐनको दफा 3 मा संशोधन भन्छ। नयाँ संशोधन भएको छ नि त अहिले 2081 चैत 3 गते चाहिँ नयाँ संशोधन भयो।
त्यसैलाई आधार मानेर चाहिँ उपदफा 1 को सट्टा देहाएको उपदफा 1 राखिएको छ। के राख्यो त उपदफा 1 मा के थियो, अहिले के राख्यो त? अहिले भन्छ राष्ट्रसेवक वा राष्ट्रसेवक हुन लागेको कुनै व्यक्तिले आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्न वा गरिदिए बापत वा नगर्न अथवा नगरिदिए बापत अथवा आफ्नो ओहदा वा संस्था त्यो सम्बन्धी चाहिँ कुनै काम गर्दा कुनै व्यक्तिलाई मोलाहिजा वा अनिष्ट गर्न अथवा गराइदिए बापत वा नगर्न वा नगराइदिए बापत आफ्नो वा अरू कसैको निमित्त प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा के भन्छ, प्रत्यक्ष होस् या अप्रत्यक्ष रूपमा हो, रिश्वत लिएमा के भन्छ, रिश्वत लयो भने, घुस लग्यो भने अथवा लिन जसले चाहिँ मजबुर बनायो त्यस्तो गरे कसुरको मात्रा अनुसार देहाए बमोजिम कैद र बिगो सम्बन्धी जरिवाना हुनेछ। के छन् त बिगो सम्बन्धी जरिवानाहरू? यो चाहिँ नेपाल विद्युत प्राधिकरणको तह 5 मा सोधिरहने प्रश्न अन्तर्गत पर्दछ। यसमा भन्छ कति रिश्वत लग्यो भने कति महिनासम्म चाहिँ अथवा वर्षसम्म चाहिँ कैद अथवा जरिवाना लग्न सक्ने भन्ने कुरा चाहिँ हामी हेर्नेछौँ। यसमा भन्छ पहिलो नम्बरमा छ 50,000 रुपैयाँ लग्यो कसैले भने 1 महिनादेखि 6 महिना के हुने भयो त कैद हुने भयो। के भन्यो? यदि कुनै व्यक्तिले 50,000 रुपैयाँ जरिवाना लयो, रिश्वत लयो, जरिवाना भन्न मिल्दैन, रिश्वत लयो, यदि कुनै पनि कर्मचारीले चाहिँ रिश्वत लयो भने उक्त कर्मचारीलाई चाहिँ कति लयो भने 50,000 रुपैयाँ लग्यो। 50,000 रुपैयाँ लग्छ भने उसलाई चाहिँ 1 महिनादेखि 6 महिनासम्म के हुने त कैद हुने भन्छ। खमा भन्छ 50,000 भन्दा बढी भए अथवा 50,000 रुपैयाँ भन्दा बढी 1 लाख रुपैयाँ लग्यो है त। 50 देखि 1 लाख रुपैयाँ लग्यो भने 6 महिनादेखि 1 वर्षसम्म कैद। के भन्छ त? 6 महिनादेखि 1 वर्षसम्म कैद हुने भयो। गमा भन्छ 1 लाख रुपैयाँ भन्दा बढी 5 लाख रुपैयाँसम्म। 1 लाखदेखि 5 लाख रुपैयाँ लग्छ भने उक्त व्यक्तिलाई चाहिँ 1 वर्षदेखि 2 महिनासम्म 2 वर्षसम्म के हुने भयो त कैद हुने भयो। यदि 1 लाखदेखि 5 लाख रुपैयाँ लग्छ भने कुनै पनि कर्मचारीले उक्त कर्मचारीलाई चाहिँ 1 वर्षदेखि 2 वर्षसम्म के हुने भयो त कैद हुने भयो। घमा भन्छ 5 लाख रुपैयाँ भन्दा बढी 25 लाख रुपैयाँसम्म लयमा यदि उसले चाहिँ 5 लाखदेखि 25 लाख रुपैयाँ चाहिँ घुस लग्छ अथवा रिश्वत लग्छ भने उक्त कर्मचारीलाई 2 वर्षदेखि 4 वर्षसम्म कैद हुने भयो। अर्को भन्छ ङमा 25 लाख रुपैयाँ भन्दा बढी 50 लाख रुपैयाँसम्म कुनै पनि कर्मचारीले रिश्वत लग्छ भने उक्त कर्मचारीलाई 4 वर्षदेखि 6 वर्षसम्म कैद हुने भन्छ। 5 लाख रुपैयाँ भन्दा बढी 1 करोड रुपैयाँ, हेर्नुहोस् है त, 5 लाख रुपैयाँ भन्दा बढी 1 करोड रुपैयाँ चाहिँ यदि कसैले रिश्वत लग्छ भने उक्त कर्मचारीलाई 6 वर्षदेखि 8 वर्षसम्म के हुने भयो त कैद हुने भयो, सजाय पाउने भयो भन्छ। 6 मा भन्छ 1 करोड रुपैयाँ भन्दा बढी 10 करोड रुपैयाँसम्म। के भन्यो त? 1 करोड रुपैयाँ भन्दा बढी र 10 करोड रुपैयाँसम्म यदि कुनै पनि कर्मचारी रिश्वत लग्छ भने उक्त कर्मचारीलाई 8 वर्षदेखि 10 वर्षसम्म के हुने त कैद हुने भनेको छ। जमा भन्छ 10 करोड रुपैयाँ भन्दा बढी जुन सुकै रकमसम्म। अब 10 करोड रुपैयाँ भयो, त्यो भन्दा बढी जति पनि लग्छ उले त्यस्तो रिश्वत लयो भने उक्त कर्मचारीलाई 10 वर्षदेखि चाहिँ 14 वर्ष के हुने भयो त कैद हुने भयो। बुझ्नुभयो? यो चाहिँ नेपाल विद्युत प्राधिकरणको तह 5 मा सोधिएको क्वेशन हो। सो ध्यान दिएर हेरिदिनु होला, सुन्नु होला। हामीलाई एक्जाममा सोधिन्छ 5,000 रुपैयाँसम्म यदि कुनै कर्मचारीले रिश्वत लग्छ भने उक्त कर्मचारीलाई कति वर्ष अथवा महिनासम्म चाहिँ कैद हुने व्यवस्था रहेको छ भने तपाईहरुले अप्सनमा दिन सक्छ 1 महिनादेखि 6 महिना, 6 महिनादेखि 1 वर्ष भन्ने यस्तै अप्सन दिन सक्छ। तपाईहरुले 5,000 रुपैयाँसम्म छ भने 1 महिनादेखि 6 महिनासम्म कैद हुने भनेर चाहिँ टिक लगाउनु होला। 7 को मूल एन दफा 7 मा 7 को ख मा के भन्छ त? क मा चाहिँ राजस्व चुहावट गर्ने अन्य व्यक्तिलाई सजाय। के भन्छ त? कुनै व्यक्तिले राजस्व चुहावट गर्यो भने उलाई के कस्तो सजाय हुन्छ भन्ने हेरौँ है त।
राजस्व चुहावट गर्न कुनै किसिमबाट प्रभाव पार्ने, मद्दत गर्ने, दुरुत्साहन गर्ने अथवा त्यस्तो कसुर गरी लाभ प्राप्त गर्ने राष्ट्रसेवक बाहेकको अन्य व्यक्तिलाई चाहिँ मुख्य कसुरदार सरह सोही दफा बमोजिम चाहिँ सजाय हुने भन्छ। अरू हेरौँ, त्यस्तो एमा इम्पोर्टेन्ट देखिँदैन। परीक्षा सम्बन्धी कसुर गर्नेलाई सजाय भन्छ। परीक्षा सम्बन्धी कसुर गर्नेलाई के कस्तो सजाय हुन्छ भनेछ। सार्वजनिक संस्थाबाट सञ्चालन गरिने परीक्षाको प्रश्नपत्र अधिकार प्राप्त अधिकारीले कारण खुलाई परिस्थिति कारण खुलाई चाहिँ परीक्षा परिणाम गरिने उसलाई चाहिँ कति भन्छ है, यदि परीक्षा सम्बन्धी कसैले कसुर गर्यो भने उक्त कर्मचारीलाई चाहिँ 3 महिनादेखि 1 वर्षसम्म कैद, 10,000 रुपियाँदेखि 50,000 रुपियाँ जरिवाना हुनेछ। यो एमसीक्यूमा सोध्न सक्छ है त। के भन्छ, परीक्षा सम्बन्धी कसै कसुर गर्नेलाई चाहिँ कति वर्षसम्म सजाय हुने भन्छ। त्यस्तो सोद्धाखेरि 3 महिनादेखि 1 वर्षसम्म कैद र 10,000 रुपियाँदेखि 50,000 रुपियाँ के हुनु त जरिवाना तिर्नुपर्ने भयो भनेर भन्ने। त्यसै गरी दोस्रो नम्बरमा छ पदीय हैसियतको दुरुपयोग गर्नेलाई सजाय। यदि आफ्नो पदको चाहिँ दुरुपयोग गर्यो, पदमा बसेरै भ्रष्टाचार गरिरहेछ भने उक्त व्यक्तिलाई कस्तो सजाय हुने अथवा के हुने भनेर भनेको छ। हेरौँ है त। उक्त व्यक्तिलाई चाहिँ कसुरको मात्रा अनुसार चाहिँ 1 वर्ष कैद अथवा कति वर्ष कैद भनेको छ, 1 वर्ष कैद हुने अथवा 5 लाख रुपियाँ जरिवाना हुने अथवा दुवै सजाय हुने। के भन्छ, यदि पदीय हैसियतको दुरुपयोग गरे कुनै कर्मचारीले उक्त कर्मचारीलाई चाहिँ कसुरको मात्रा अनुसार 1 वर्ष कैद हुने भन्छ अथवा 5 लाख रुपियाँसम्म के गर्ने भयो त जरिवाना तिर्नुपर्ने भयो अथवा दुवै सजाय। उसले 1 वर्ष कैद पनि हुनु पर्यो अनि उसले 5 लाख रुपियाँ पनि तिर्न पर्ने भयो। त्यसो गर्दा मात्रै उसलाई चाहिँ सजाय, त्यसरी नै उसलाई सजाय दिनेछ भनेर भनिएको छ। अब सम्पत्तिको हिनामिना वा दुरुपयोग गर्नेलाई सजाय भन्छ। अब सम्पत्ति भयो, सार्वजनिक सम्पत्तिहरू छ, अब त्यमा रहेको कर्मचारीले त अब त्यसको दुरुपयोग गर्नु भएन। त्यस्तो दुरुपयोग गर्यो भने उसलाई के सजाय छ त, दुरुपयोग गर्नेलाई सजाय सम्बन्धी पनि व्यवस्था उल्लेख गरिएको हुन्छ। सो यसमा सजाय सम्बन्धी पनि व्यवस्था छ। के सजाय छ त हेरौँ है त। कुनै राष्ट्र सेवकले आफ्नो जिम्मामा रहेको सार्वजनिक, सरकारी अथवा कसैको निजी सम्पत्ति बदनियतपूर्वक चाहिँ आफू वा अन्य कुनै व्यक्ति अथवा निकायलाई लाभ हुने गरी हिनामिना अथवा दुरुपयोग गरेमा अथवा मासेमा अथवा रूपान्तरण हस्तान्तरण गरेमा निज र निजसँग मिली कसुर गर्ने अन्य व्यक्तिबाट चाहिँ को मिलेर चाहिँ स्वयंमा आफू होस् अथवा अन्य अरू कसुरदार अरू मिलेर है साथीहरूसँग मिलेर उसले यदि त्यस्तो काम गर्छ भने उक्त व्यक्तिलाई सम्पत्ति अथवा सोको बिगो असुल उपर के गर्ने भयो त, सम्पत्तिको बिगो असुल उपर गरी कसुरको मात्रा अनुसार चाहिँ दफा 3 बमोजिमको सजाय हुनेछ भन्छ है त। कतिको दफा 3 बमोजिमको सजाय हुने भन्छ। निर्णय नगरी हानि नोक्सानी पुर्याउनेलाई सजाय। के हुन्छ त, निर्णय नगरिकन कसैले हानि नोक्सानी पुर्यायो भने उक्त कर्मचारीलाई के सजायको व्यवस्था गरेको छ। यदि त्यस्तो राष्ट्र सेवकले त्यस्तो हानि नोक्सानी पुर्याएको छ भने उसलाई चाहिँ कसुरको मात्रा अनुसार 6 महिनादेखि 6 महिना कैद गर्ने अथवा हानि नोक्सानी बिगो खुलेको बिगो बमोजिम चाहिँ बिगो नखुलेन्सम्म चाहिँ 50,000 रुपियाँसम्म चाहिँ के हुने त जरिवाना हुने अथवा दुवै सजाय हुने भनेको छ। के भने त, यदि कुनै पनि कर्मचारीले निर्णय नगरी कुनै हानि नोक्सानी पुर्यायो भने उक्त कर्मचारीलाई चाहिँ कसुरको मात्रा अनुसार 6 महिना कैद हुने। अब हानि नोक्सानीको बिगो खुलेमा चाहिँ बिगो बमोजिम के गर्ने भयो त, बिगो नखुलेमा 50,000 रुपियाँ के गर्ने भयो जरिवाना गर्ने अथवा दुवै सजाय। 15 नम्बरमा हेरौँ के भन्छ, राष्ट्रिय सतर्कता केन्द्रको काम, कर्तव्य तर अधिकार भन्छ। यो नेपाल विद्युत प्राधिकरणको तह 5 मा सोधेको प्रश्न हो। के भनेको छ, राष्ट्रिय सतर्कता केन्द्रको काम, कर्तव्य र अधिकार बारे सोधिरहेको छ। हामीलाई हेरौँ है त के भन्छ। यो चाहिँ दफा 37 को उपदफा 1 बमोजिम स्थापित राष्ट्रिय सतर्कता केन्द्रको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ।
के छन् त यसको काम कर्तव्य अधिकार? यसले भन्छ कमा भन्छ सार्वजनिक संस्थाबाट सम्पादन हुनु पर्ने कार्यहरू नियमित रूपमा भए नभएको विषयमा सूचना सङ्कलन गर्ने। के गर्ने भयो त सार्वजनिक संस्थामा चाहिँ सम्पादन हुनुपर्ने जति पनि कामहरू छ त्यो भइरहेको छ कि छैन त्यसले चाहिँ त्यो सम्बन्धी सूचना सङ्कलन गर्ने भयो। दोस्रो ख नम्बरमा भन्छ सार्वजनिक संस्थाबाट नियमित रूपमा हुनुपर्ने कार्य भएको नपाइएमा त्यस्ता निकायलाई सो विषयमा सतर्क गराउने। के भन्छ त यदि कुनै पनि सार्वजनिक संस्थानबाट नियमित रूपमा चाहिँ हुनुपर्ने कामहरू भइरहेको छ कि छैन उक्त कार्यालयमा चाहिँ अथवा संस्थानमा चाहिँ कामहरू पूर्ण भइरहेको छ कि छैन त्यो सम्बन्धी के गर्ने भयो त सतर्क बनाउने सबै कर्मचारीलाई सतर्क बनाउने काम गर्छ। गनमा भन्छ कुनै राष्ट्र सेवकले ऐन अथवा प्रचलित कानुन बमोजिम पेश गरेको सम्पत्ति विवरण र आयको अनुगमन गर्ने। जस्तै राष्ट्रिय सतर्कता केन्द्रमा काम गर्ने व्यक्ति अथवा कर्मचारीहरूको चाहिँ के गर्ने भयो त उनीहरूले पेश गरेको जति पनि सम्पत्ति विवरणहरू छ त्यो सम्बन्धी आयको अनुगमन गर्ने कति सम्पत्ति विवरणहरू सही छ कि छैन भनेर उसले के गर्छ त अनुगमन गर्ने भयो। घमा भन्छ भ्रष्टाचार हुन सक्ने स्थान अथवा काममा नियमित निगरानी राख्ने। के भन्छ त भ्रष्टाचार भइरहेको असक्ने स्थान यदि भ्रष्टाचार हुन सक्ने स्थान वा काममा नियमित निगरानी राख्ने छड्के जाँच र अन्वेषण गर्ने आवश्यक व्यवस्था मिलाउने। यदि कुनै पनि स्थानमा भ्रष्टाचार भइरहेछ भन्ने उसले थाहा पाउने बित्तिकै के गर्छ त छड्के जाँच गर्छ अन्वेषण गर्छ अथवा आवश्यक व्यवस्था मिलाउने गर्छ। भ्रष्टाचार नियन्त्रण सम्बन्धमा अपनाउनु पर्ने नीति रणनीति र तत्सम्बन्धी कानुनको कुनै सुधार गर्नुपर्ने देखिएमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने गर्छ। चमा भन्छ सार्वजनिक संस्थामा उजुरी पेटिका राख्ने व्यवस्था मिलाउने। के गर्छ त उजुरी पेटिका राख्न मिल्ने किनकि उजुरी पेटिका राख्न मिल्यो भने अब जनता सबैलाई थाहा हुने भयो कि उजुरी कसको लागि के उजुरी गरिरहेछ भन्ने कुरा चाहिँ गरेको छ अथवा कसले कस्तो काम गरिरहेको छ भन्ने कुरा यहाँबाट स्पष्ट छर्लङ्ग हुने भयो। छमा भन्छ भ्रष्टाचार रोकथाम गर्ने उद्देश्यले आवश्यकता अनुसार सम्बन्धित निकायलाई धेरै कुनै सुझाव वा निर्देशन दिने भन्छ। रोकथाम गर्ने उद्देश्य यसमा चाहिँ भ्रष्टाचार कसरी रोक्ने भन्ने चाहिँ मेन यसको फोकस भनेको भ्रष्टाचारहरूलाई कसरी रोक्ने भन्ने नै यसको मेन एम हो। भ्रष्टाचार सम्बन्धी कसुरमा अनुसन्धान गर्ने निकाय वा पदाधिकारीबाट भ्रष्टाचार सम्बन्धी आवश्यक विवरण अथवा सूचना प्राप्त गरी अद्यावधिक गराइराख्ने। भ्रष्टाचार सम्बन्धी प्राप्त कुनै जानकारी सम्बन्धित निकायमा लेखी पठाउने। सार्वजनिक संस्थाबाट निर्माण अथवा सञ्चालन भएका आयोजनाको आवश्यकता अनुसार प्राविधिक परीक्षण गर्ने। भ्रष्टाचार नियन्त्रण सम्बन्धमा आइपर्ने अन्य कार्यहरू गर्ने गराउने। भ्रष्टाचार अथवा नेपाल सरकारले तोकेको अन्य कुनै कार्यहरू गर्ने गराउने भन्दछ। यसमा चाहिँ यति नै सोध्छ।